一緒に始めましょう。こんにちは皆さん。ल धेरै यताउता कुरा नगरी आज चाहिँ म यो जापानिज भाषाको निहोङ्गोको N5 को लेसन 4 को भोक्याबुलरी पढेर देखाउँछु। तपाईहरुलाई कस्तो लाग्छ पढ्नुस् है त। म सँगसँगै जापान जाने भए मिनिङ चाहिँ पढ्नै पर्छ। Hajimemashite. Okimasu means utnu. Okimasu means Nepalgo de utnu desu. Eigo de get up, wake up desu. Nemasu wa Nepalgo de सुत्नु देश। एइगो भनेको चाहिँ इंग्लिश भाषा हो कि साथीहरु, इंग्लिश भाषा हो। नेपालगो भनेको चाहिँ नेपाली भाषा हो के, नेपाली भाषा। निहोङ्गो भनेको चाहिँ जापानिज भाषा। त्यस्तै हाताराकिमास वा नेपालगो de काम गर्नु। यत्रो पाउरा छ काम गरेर खान्छु। यासुमिमास वा नेपालगो de आराम गर्नु। एइगो de रेस्ट, टेक अ रेस्ट। बेन्क्योसिते कुदासाई। बेन्क्योसिमास वा नेपालगो de पढ्नु, स्टडी गर्नु। ओवारिमास वा नेपालगो de सिध्याउनु। तपाईले चाहिँ यो 4 लेसनको भोक्याबुलरी 5-6 मिनेटमा सक्नुभयो। यस्तै देपात्तो वा नेपालगो de डिपार्टमेन्ट देश। देपात्तो वा नेपालगो de डिपार्टमेन्ट पसल। एइगो de डिपार्टमेन्ट शप, स्टोर। गिन्को वा नेपालगो de नाम देश का। क्वेशन गर्ने। गिन्को वा नेपालगो de नाम देश का। गिन्को वा नेपालगो de बैंक देश। यदि तपाईहरु स्टुडेन्टबाट आउँदै हुनुहुन्छ, स्टुडेन्ट भिजामा अप्लाई गर्दै हुनुहुन्छ भने बैंकको डकुमेन्टहरु चाहिँ तपाईहरुले बनाउनु पर्ने हुन्छ। त्यसलाई चाहिँ बैंकलाई चाहिँ के भन्छ त? गिन्को भन्छ है, गिन्को। युबेन्क्योकु वा नेपालगो de नाम देश का। युबेन्क्योकु वा नेपालगो de के रे? ओइ हुलाकी देश हुन्छ त। बसेर गाउँघरमा समाचार यताउता पुर्याउने क्या केटाहरूको। यी त्यस्तो हुलाकी। एइगो de पोस्ट अफिस। हुलाक नेपाली भाषामा हुलाक। तोस्यो खान देश का। हाय तोस्यो खान वा नेपालगो de नाम देश का। तोस्यो खान वा नेपालगो de लाइब्रेरी। पुस्तकालय। हाय पुस्तकालय। लाइब्रेरी। इंग्लिशमा लाइब्रेरी, नेपालीमा पुस्तकालय। जापानिज भाषा अथवा निहोङ्गोमा तोस्यो खान देश। हाय वखारिमासिता। बिजुचुखान वा निहोङ्गो de बिजुचुखान देश। नेपालगो de म्युजियम। म्युजियम न कला संग्रहालय देश। इंग्लिशमा चाहिँ म्युजियम देश। इमा वा नाम देश का। इमा वा नेपालगो de अहिले
नाउ व्हाट आर यु डुइङ नाउ अहिले तपाईँ के गर्दै हुनुहुन्छ भन्दाखेरि जापानिजमा चाहिँ इमा वा आनाता वा नानियो सिमास नानियो सिताइमासु का इमा वा आनाता वा नानियो सिताइमासु का अहिले तपाईँ के गर्दै हुनुहुन्छ व्हाट आर यु डुइङ राइट नाउ G means o'clock. G means o'clock. Nepal gode G means time. It's time. It's time to be tabemasu. It's time to be benkyoshimasu. It's time to be nihongo benkyoshimasu. Fun हैन नि फेरि फुन वा नेपाल गोदे मिनेट ए गोदे पनि मिनेट हान नियम गोदे हान नेपाल गोदे आधा पहिला फिल्म हेर्दाखेरि आधा भएपछि पिसाब फेर्न जान्थ्यौं नि त्यस्तै आधालाई चाहिँ के भन्छ हान भन्छ आधालाई चाहिँ के भन्छ जापानिज भाषामा चाहिँ हान भन्छ ए हान न है भन्छ त ए हान भन्छ हान है हान कति बज्यो भनेर सोध्न मन लाग्यो भने अब है अर्काको घरमा फिल्म हेर्न गइरहेको थिएँ पहिला अब रात परिसक्यो कति बज्यो टाइम छैन भनेर सोध्नु पर्यो भने जापानिज भाषामा नान्जी देशका भन्छ नान्जी देशका means ei gode what time is it now नान्जी देशका इमावा नान्जी देशिता अहिले कति बजिसक्यो नान्जी देशका नानपुन कति मिनेट नानपुन देश कति मिनेट नानपुन कति मिनेट गोजेन means गोजेन भनेको नेपालीमा बिहानको 12 बजे भन्दा अगाडिको टाइमलाई गोजेन भन्ने के भन्ने अरे गोजेन गो इंग्लिशमा क्या गो भन्छ त तर जापानिजमा चाहिँ दुईटा गो लेखेर त्यो गो भने चाहिँ के हुन्छ 12 बजेपछि उताको टाइम 1 2 3 4 5 6 7 8 9 10 कति बजेसम्म हो गो आशा हुन्छ त केटीहरू गाउँतिर है कता घर छल छिमेक टोलमा है आन्टीहरूको नेबर्सहरूको छोरीहरूको नाम छ त आशा त्यहाँको आशा त कति राम्रो छ आशा भनेको के हो त आशा भनेको बिहान त सधैँ पनि राम्रै हुन्छ नि त होइन बिहानको वातावरण कति राम्रो छ ओहो बिहान आशा भनेको चाहिँ नेपालीमा बिहान हो हिरो मीन्स हिरुवा नेपाल गोदे दिउँसोको समय दिउँसो बान भन्छ नि त गाली गरेर घरिघरि बान भनेको चाहिँ बेलुकाको समय फुल नाइट होइन है फेरि बेलुकाको समय हुन्छ त जस्तै 6 7 8 बजेको टाइमलाई चाहिँ बान भन्ने रातिलाई चाहिँ योरु भन्ने के भन्ने त योरु भनेको चाहिँ राति हो अनि छ हाम्रो ओतोतोई वा नान्देस्का ओतोतोई वा नेपालको चाहिँ नान्देस्का क्वेसन गर्ने ओतोतोई वा नेपालको चाहिँ नान्देस्का ओतोतोई वा नेपालको चाहिँ अस्ति भन्ने क्या अस्ति नै मैले पढिसकेको यो 4 लेसनको भोकाबुलरी त वतासी वा मौ ओतोतोई योमिमासिता सिकाउँछ खुब जान्ने हुन्छ यहाँ भन्नुभयो होला मौ ओतोतोई योमिमासिता किनौ नेपालको दे हिजो नेपालको भनेको नेपाली भाषा
नेपाल भनेको नेपाल गो भनेको भाषा किनौवा नेपाल गो त हिजो 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 भर्खरै पढेको यो हिजो भर्खरै पढेको 4 लेसनको मिनिङ त भन्नु होला खुब जान्ने हुन्छ यहाँ भन्नु होला किनौवा हिजो देश क्यौ आज क्यौवा आज क्यौवा नेपाल गो आज देश आज तपाईहरु म सँगै पढिरहेको छु नि त आज देश असत्य भोलि भोलि पढ्छु म यस्तो 4-5 लेसनको मिनिङ पनि कसले पढिरहेको छ बच्चा जस्तो भोलि पढ्छु असत्य बेन्क्योसिमास भोलि पढ्छु असत्य सिमास भोलि पढ्छु केसा एक केसा दुई केसा तीन केसा होइन यो केसा भनेको चाहिँ आजको बिहान दिस मर्निङ आजको बिहान चाहिँ म पान र ब्रेड खाएको थिएँ भन्दाखेरि केसा वा वातासी वा पान्तो ब्रेड मिन्स पान अंडा मिन्स तामागो अंडा र ब्रेड खाएँ भन्दाखेरि वातासी वा केसा वा पान्तो अंडा के भन्छ यार तामागो तो पान्तो तामागो ताबेमासित खाने कुरामा त छिटो हुन्छ नि त मान्छेहरू अघि खाइसके कोनबान भनेको चाहिँ दिस इभिनिङ आज बेलुका कोनबान भनेको आज बेलुका यासुमी भन्छ त यासुमी भनेको रेस्ट गर्नु के गर्नु त रेस्ट गर्नु नेपालीमा चाहिँ के भन्छ त फेरि भन्नुहुन्छ होला नेपालीमा चाहिँ आराम गर्नु फेरि कति आराम छ नेपालीमा चाहिँ आराम गर्नु भने जापानिजमा चाहिँ यासुमी हिरो यासुमी दिउँसोको आराम गर्ने टाइम हिरो यासुमी म त बिहानभरि पनि सुत्छु दिनभरि पनि आराम गर्छु हिरो यासुमी दिनभरि आराम गर्नलाई दिनको आराम गर्नलाई के भन्छ हिरो यासुमी मायासा भनेको एभ्री मर्निङ म चाहिँ हरेक बिहान रनिङ गर्छु मायासा वातासी वा जगिङ गो सिमास किनभने मेरो सपना चाहिँ फौजमा भर्ती हुनु हो आर्मीमा जानु हो देशको रक्षा गर्नु हो भने मायासा जगिङ गो सिक्दै हुँदैछ एभ्री मर्निङ do run okay my one every night my one means every माइनिची means every day प्रत्येक दिन चाहिँ म जापानिज भाषा पढ्छु माइनिची निहोंगो बेन्क्यो शितैमास एभ्री डे जापानिज भाषा पढिरहेको छु भन्दिनुस् माइनिची निहोंगो बेन्क्यो शितैमास गेचियोबी अब हेर्नुहोस् बारहरुको बारेमा आयो गेचियोबी वा निहोंगो दे गेचियोबी वा नेपालको दे नाम देशका मिन्स सोमबारसम्म घुम्न जान्छु गेचियोबी वा वातासी वा आसोबिनी किताइदेश घुम्न जान चाहन्छु कोसँग त 5 जना भएको गर्लफ्रेन्डसँग अथवा बोयफ्रेन्डसँग पनि हुन्छ नि फेरि खायोबी मिन्स मंगलबार खायोबी मिन्स मंगलबार सुयोबी मिन्स नेपालको गते बुधबार सुयोबी मिन्स नेपालको गते बुधबार मकुयोबी मिन्स नेपालको गते बिहीबार मकुयोबी वा नेपालको गते बिहीबार किन्योबी किनेर खान्छु भन्ने क्या किन्योबी वातासी वा किन्योबी नि चाउमिन हो ताबेमास
म चाहिँ शुक्रबार चाउमिन खान्छु. Kinyobi, pizzaを食べます. Pizza を食べたいです。レストランで行ったらピザを食べたいです。金曜日、レストランで行ったらピザを食べたいです。शुक्रबार रेस्टुरेन्ट गएर पिज्जा खान चाहन्छु. त्यसो भने धोयोबी शनिबार चाहिँ दोकोमो इकिमासेन. सुतिराख्छु भने धोयोबीमा दोकोमो इकिमासेन. योको नेमास धेरै सुत्छु शनिबार चाहिँ. योको नेमास. आइतबारको पालो आएन त भनेर सोचिराख्नु होला. आइतबार भनेको चाहिँ निचियोबी देश. आइतबार भनेको चाहिँ निचियोबी हो. आइतबार भनेको निचियोबी हो. अनि छ बाङ्गो भनेको चाहिँ नेपालीमा के भन्छ नि? बाङ्गो भनेको चाहिँ सङ्ख्या हो क्या. सङ्ख्या कति नम्बर. बाङ्गो वा नाम देशका कति नम्बर हो? बाङ्गो वा नाम देशका अथवा नामबान देशका कति नम्बर हो? नामबान देशका भनेको पनि कुन सङ्ख्या नम्बर. खारा भनेको बाटो. नेपालबाट पोखराबाट मोरङबाट चितवनबाट मुस्ताङबाट स्याउ ल्याए. मुस्ताङ खाना एप्पारो मत्ते कितैमा सिता. मुस्ताङबाट स्याउ चाहिँ बोकेर ल्याए. मुस्ताङ खाना एप्पारो मत्ते कितैमा सिता. मादा नो मादे भनेको सम्म. कहाँसम्म जाने हो? सम्म. मादे सम्म. कहाँसम्म जाने हो? त्यही परसम्म. कोकोनी मादे इकिताइदेस. त्यही परसम्म जान चाहन्छु. तो मीन्स सँग. विथ तोमोदाची तो साथीसँग. हाहा तो आमासँग. चेची तो बुबासँग. खाना छियो त्यो गर्लफ्रेन्डसँग. तोमोदाची तो देपातो इकिमासिता. साथीसँग बजार गएँ. किन गइस्? सपिङ गर्न गएँ. तनाइबाल. सोचिरा मिन्स तिम्रो ठाउँ, तिम्रो प्लेस. थाइएन देशने. गाह्रो छ है. जापानिज भाषा गाह्रो छ है. थाइएन देशने भनेको चाहिँ नेपालीमा गाह्रो छ है भनेको. इट्स डिफिकल्ट. इङ्ग्लिसमा चाहिँ इट्स डिफिकल्ट. जापानिज भाषामा चाहिँ के भन्ने त गाह्रो छ भन्दाखेरि थाइएन देशने. जापानिज भाषा गाह्रो छ भन्दा के अरे निहोङ्गो वा थाइएन देशने. एतो वेल लेट मी सी. आजलाई यति नै. केउवा कोकोमादे. अब लेसन 5 को भोकेबुलरीमा हामी फेरि पनि भेट्नेछौँ. आजलाई यति नै. ओके बाई सायोनारा. तोमोदाची. चेसान्दिम वाइफाई. खाम्पाई.